मन्त्रीलाई पुर्जी काट्ने, प्रधानमन्त्रीलाई पुर्जी काट्छौँ भनेर हल्ला चलाउने जेनजीका नाममा केही छट्टु टाठाबाठाहरूले खाने गरेका छन्। जसमाथि टार्गेट गरिएको छ, जसको सुरक्षा थ्रेट चरम अवस्थामा छ, त्यति बेला हाम्रो सुरक्षा खोस्यो सरकारले। जेनजीका नाउँमा बच्चा बच्चीलाई त्रास देखाए जस्तो जेनजी आउँछ, लौ जेनजी। चुनाव विरोधी हामी होइनौँ, प्रतिगमन विरोधी हौँ। संसदको उपस्थिति सकेसम्म छिटो चाहिन्छ, त्यसकारण हामीले प्रतिनिधि सभा जो विघटित छ त्यसको पुनर्स्थापनाको माग गरेका छौँ। अस्तिका दिन राष्ट्रपतिजीले आमन्त्रण गर्नुभएको थियो, शेरबहादुरजी, प्रचण्डजी, म गएका थियौँ। प्रधानमन्त्रीजीलाई पनि बोलाउनु भएको रहेछ, आउनुभएको थियो। राष्ट्रपतिजीको जोड चुनाव गराउनुपर्छ भन्नेमा थियो। हामीले भन्यौँ यो अग्रगमनको बाटो गएको छैन, प्रतिगमन भएको छ, असंवैधानिक ढङ्गले सरकार बनेको छ। तर पनि चुनाव गर्ने कुरासँग हाम्रो चुनाव विरोधी हामी होइनौँ, प्रतिगमन विरोधी हौँ। चुनाव हुनु हुँदैन भन्ने हाम्रो कुरा होइन, प्रतिगमन हुनु हुँदैन भन्ने हाम्रो कुरा हो। सकेसम्म छिटो संसदको उपस्थिति सकेसम्म छिटो चाहिन्छ, त्यसकारण हामीले प्रतिनिधि सभा जो विघटित छ त्यसको पुनर्स्थापनाको माग गरेका छौँ। त्यहाँ के कुरा भयो भने यो अदालतमा छ, अदालतले जे फैसला गर्छ, अदालतले जे फैसला गर्छ त्यसलाई मानौला, कार्यान्वयन गर्नु। दोस्रो, राष्ट्रपति प्रधानमन्त्री चुनाव गराउँ भन्नुहुन्छ भने नगराउँ हामीले भनेको छैन, तर वातावरण बनाउनुस् भनेको छ। खोइ वातावरण बनेको? वातावरण बन्ने लक्षण छैन, वातावरण बनेको छैन। अहिले पनि विभिन्न ठाउँमा आक्रमण हुने, कतै जान नदिने, नेताहरूमाथि प्रतिबन्ध, अनेक प्रकारका अखबारबाजी, सामाजिक सञ्जालहरूबाट दुष्प्रचार, एउटा मिडिया ट्रायलको स्थिति, लगातार यस्तो कुराहरू भइरहेको छ र त्रास खडा गर्ने वातावरण बनेको छ। जेनजीका नाउँमा बच्चा बच्चीलाई त्रास देखाए जस्तो जेनजी आउँछ, लौ जेनजी। जेनजीले तर्साउँछ, जेनजीले यस्तो गर्छ उस्तो गर्छ भनेर कुनै आकार प्रकार केही नभएको हाम्रा नवयुवाहरूको नाम बेचेर जेनजीका नाममा केही छट्टु टाठाबाठाहरूले खाने गरेका छन्। अनि यसरी वातावरण बनेको छैन, वातावरण बन्ने सम्भावना पनि छैन। अहिले चुनावको सम्भावनै देखिँदैन। अब यसमा चुनावको वातावरण हामीले बनाउने होइन, हामीले त वातावरण के बिगारेको छ र बनाउने? हामीले बिगारेको छ र? मान्छे मार्छौँ काट्छौँ भन्दै हामी हिँड्या हो र? नेताहरूलाई चुनावमा घरबाट बाहिर निस्किन दिन्नौँ हामीले भने हो र? त्यत्रो भयावह स्थिति भएर फर्किने बित्तिकै जसमाथि टार्गेट गरिएको छ, जसको सुरक्षा थ्रेट चरम अवस्थामा छ, त्यति बेला हाम्रो सुरक्षा खोस्यो सरकारले, अथवा घरबाट बाहिर ननिस्क भने त हो नि। यस्तो त्रासको वातावरण खडा गर्यो, जेनजी लगाएर जेनजीका नाउँमा 4000 मोटरसाइकल हमला गर्न पठाउँछु भनेको छ। के भनेको छ? के भनेको छ? कुनै ठाउँमा युवाहरूको सिमरामा कार्यक्रम गर्न खोज्दा, बारामा कार्यक्रम गर्न खोज्दा आक्रमण गरे। अरूका कार्यक्रममा किन आक्रमण गर्ने? त्यो आक्रमण साम्य पार्न र तटस्थ भूमिकाका साथ त्यहाँ अशान्ति नहोस् भनेर भूमिका खेल्ने
रोक्ने प्रहरीको अफिसर सरुवा गरे भनेको जेएनजीले एयरपोर्टमा हमला गर्न पाउनुपर्छ किन? ढोका फोड्दाखेरि ढोका फोडे पनि भित्र पस्न प्रहरीले दिएन। जेएनजीका नामका अपराधका लागि त्यहाँ तम्सिएर एयरपोर्टमा हमला गर्ने जस्तो अत्यन्तै गैर कानुनी कार्य गर्नेहरूलाई रोक्यो प्रहरीले। त्यसकारण प्रहरीको अधिकृत सरुवा भयो। प्रहरी प्रधानमन्त्रीले सञ्चालन गर्दैन। सेना परिचालन गरिएको थिएन। जसलाई सेना परिचालन भन्छ त्यस्तो गरिएको थिएन। प्रहरी परिचालन जहाँ जहाँको सुरक्षाको जिम्मा दिएको हुन्छ त्यहाँको जसरी पनि सुरक्षा गर्ने जिम्मा यथोचित ढङ्गले प्रहरीलाई जिम्मा दिएर त्यसमा एक्सन गर्ने अधिकारसहित प्रहरी राखेको हुन्छ। त्यसमा गृहमन्त्रीलाई पनि तत्काल जानकारी हुँदैन, किनभने त्यति बेला आदेश आइजिपीसँग पनि लिनु पर्दैन। त्यहाँको परिस्थिति अनुसार त्यहाँको कमान्डरले फैसला गर्ने हो र आत्मसुरक्षा पनि गर्ने हो अनि सरकारी सम्पत्तिको पनि सुरक्षा गर्ने हो, हतियारको पनि सुरक्षा गर्ने हो। यति बुझ्दै मन्त्रीलाई पुर्जी काट्ने, प्रधानमन्त्रीलाई पुर्जी काट्छौँ भनेर हल्ला चलाउने, इन्टरभ्यू दिने पिछेका इन्टरभ्यू, बीबीसीमा इन्टरभ्यू, अन्त कहाँ इन्टरभ्यू छानबिन गर्न गएको भनेको छ। कारबाही गर्छौँ भनेर इन्टरभ्यू गरेको छ। यो इलेक्सनको वातावरण बनाएको हो र? अस्ति राष्ट्रपतिजीका कुराकानी भएपछि पनि कुनै परिस्थितिमा फेरबदल भएको छैन। परिस्थिति ज्यूका त्यौँ छ। निर्वाचन गर्ने मोटिभ त्यसपछि पनि सरकारको कतै अलिकति सप्रिन्छ कि आंशिक रूपमा पनि सप्रिन्छ कि भनेको देखिएन। स्थिति बनाउँछ सरकारले, निर्वाचन गराउँछ सरकारले। हामी निर्वाचनमा सहभागी हुन्छौँ, बहुमत ल्याउँछौँ, चुनाव जित्छौँ। र सम्पूर्ण भोलिन्टियर साथीहरूलाई यो स्वयंसेवक परिचालन समितिको तर्फबाट सबै स्वयंसेवकहरूलाई समितिको तर्फबाट हार्दिक स्वागत पनि गर्न चाहन्छु। आदरणीय सदस्यहरू, यो स्वयंसेवक समिति अन्तर्गत विभिन्न राष्ट्रिय महाधिवेशन जसलाई राष्ट्रिय